गिरा फेरि बार हैन भरे उठाउनै पर्ने हो त एकैचोटि बरामा त हालेको त हाम्रो तर के गर्नु बरा गरेर फेरि बाहिर निस्क्यो म भन्छु नि यो नराम्रो भनेर बस है ये जहां अब लगता है क्यों इतना हसी ये जहां साथी म अहिले अद्दबारी जाँदैछु मेरो खेतला भाइ बहिनीहरू सबैजना खेतीमा छ त्यही भएर म अद्दबारी जान्छु त्यहाँ गएर म मेरो भाइ साथीभाइहरूलाई काम गर्दै गरेको भाइहरूलाई म देखाउने छु है ल गाइस म फाइनली यहाँ भाइहरू काम गर्दै गरेको जग्गामा आइपुगेँ गाइस ल हेर यहाँ मेरो भाइहरूले कति धेरै काम गरिसकेछन् उसका तेरा यही हिरो जय एक शाम सा है लगे जहां मुझे अब अपना सा मैं नहीं हूँ यहाँ बस है ये जहां गाइस म अब यो दाउलेर गएर चाहिँ एउटा गिलास बनाएर आउँछु ये हवा ये फिजा बस चलता ये साह्रै मिठो यो कोका-कोला भुडी पनि ठुलो भयो अझै छ त्यसलाई पनि बाँकी नछोड्ने बैटरी देखो ना पावर होगा फोनमै Okay, wait. Gadam, bagta hai क्यों? गाइस म अब यो बम्बोमा अन्डा खाने वाला छु गाइस यो दाउको नाम चाहिँ के हो मलाई कमेन्टमा भन्नु गोरुको हड्डी काट्ने दाउ ये हवा ये फिजा बस चलता ये जहां चीयर्स गाइस चीयर्स लोकल ग्लास है यो लोकल ग्लास दाजुले अलिअलि कमेडीको एड गर्नु हुँदो रहेछ नि हल्का ट्रेनिङ गरेको युट्युबले पैसा दिन्छ भने सुनेको थिएँ भने त्यसमध्ये म पनि एउटा हो भने यसो विचार गरेर स्यामसङतिरै जानुपर्छ जस्तो छ फोन देखो न यहाँ सबैले लेकिन त्यही चाहिँ एउटा राम्रो लाग्दैन स्यामसङको स्टोरेज चाहिँ कम खतरनाक केही न केही त कमी हुन्छ उसको त माटो पसेन बाहिर त्यही गिलास देखाऊ अरे लु कहाँ छ मोबाइल
के गिलास मोबाइल खुट्टाले छेकिँदैन मोबाइल त कोचीमा छ अनि त्यो खुट्टाले हातमा छेकिँदैन ठन्डा छ हातमा चाहिँ ठन्डा छ नि गएर म चेस गरिदिउँ त देखेन होला हाम्रो खुट्टाले छेक्यो छुटाले छेकेका रे छेको एक बार रेड राख अलिकति ल्याउँदा अनि मात्रै भेटिन्छ अब देख्छ चेस गर्नु पर्यो नि ज्वाइँ गर मेरो हुँदैन 2 लिटर सिप 2 लिटर कहिले सिद्धियो कस्तो देखिँदैछ दोस्तो साथी हो यहाँ चाहिँ पक्का पार हेर यो दाउ बोक भिर्दाखेरि यसरी भिर्नुपर्छ यहाँ यसरी उल्टो यसरी समातेर यसरी भिरेर अनि यसरी समातेर यसरी निकाल्नुपर्छ यसरी हान्नुपर्छ यसरी ना पापा यी नभए त्यस्तो साथीभाइसँग मिलेर खाएको होला जस्तो मलाई फिल्म स्टाइलले नि त्यो कोपी हो कि त्यो यस्तो भरि फिल्मको पाराले यहाँ धन्दैछ यस्तो सिन्कम लगाएर टक्क यहाँ मोबाइलमा छ त पठाएको छ पाइप हालेर यो के भन्छ यसलाई के खाएको भन्छ यसलाई के खाएको भन्नु अब चिन्ताको खाइएको होइन होला त्यही त नखाएर त भनेर तिमीले खाएको होला भनेर म त जानिनँ कहिले देखाउँदा सायद खाएको कोपी भन्छ कि के भन्छ त्यसलाई खाएको चाहिँ म ट्याक्कै देखाउँछु नि त्यसलाई के भन्छ भनेर अन्त रुइन साइड साह्रै घुम्ने जग्गा रमाइलो रहेछ नि पोखरी त्यस्तो कुन ठाउँमा रहेछ यो खै रङिन 12 साइड किलो होला कहाँ अरे रङिन साइड 12 किलो 12 किलो न कहाँ अरे साह्रै रमाइलो घुम्ने जग्गाहरू मलाई चाहिँ धौला बेच्नु 12 किलो भनेको कहाँ रहेछ हौ यो अफगान नन्दको छोरीहरू त्यो चाहिँ भान्जे चाहिँ अलिक पहाड उसको भान्जी आफ्नै भान्जी अलिक पहाड जस्तो जग्गामा छ पनि भान्जी चाहिँ पहाड जग्गा राम्रो हुन्छ घुम्नुको लागि कस्तो राम्रो छ घुम्ने जग्गाहरू यहाँ ठ्याक्कै यो खाएको भन्दिनँ म शेष भयो साथी हो शेष यो राख्नुपर्छ फेरि रिसाइकल हुँदैन कि यो चाहिँ रियुज हुन्छ यो के कफी भन्छ न के भन्छ यसलाई कफी त होइन अनि आइसक्रिम हो कि त्यो आइसक्रिम हो कि जस्तो देखाउँदा लाग्छ यता देखाउँदा राम्रै देखाउँदा आइसक्रिम आइसक्रिम पो हो कि जस्तो पनि लाग्छ मलाई जस्तै ठन्डा केही हो यो आइसक्रिम जस्तै सुन्दर सुन्दर कलर छ नि गिलास त्यस्तो होइन त्यो खाने त्यस्तो खाने चिजै त्यस्तो हुन्छ खाने चिज चाहिँ यस्तो चाहिँ यसलाई के भन्छ आइस हो आइस ठन्डा यही के हो आइसक्रिम यस्तै के हो आइसक्रिम भन्नुपर्छ नि मैले पनि खाएको छुइनँ आइस हो आइस जुस आइस के जुस आइस हो जुस त्यो होला, भन्छ। अब टाउनतिर त के यता त के भेट्नु र त्यो के जुसहरू भन्छ नि त त्यो लेमन जुस के जुस हरेक जुस भन्छ नि त होइन फ्लेभर हुन्छ नि त त्यो सबको त अनि आइसक्रिम जसले पनि खाएको छ नि त तिनीहरूले हेर न यहाँ यहाँ बजारमा मात्रै फ्लेभरको आइसक्रिमहरू ल्याउँछ 70-80 एउटाकै लिन्छ त्यो भनेको अब त्यसमा टेस्ट बहुत हुन्छ क्या दामी हुन्छ 10 रुपियाँ 15 रुपियाँ जस्तो साथी हो अदको रेट चाहिँ नभनिहालौँ मलाई अहिले अलिक पछि गर्नु अलिक पछाडि भनौँ ल 48 सुनाउनु अलिक क्योंकि इसमें तेरा घर बार जाएंगे भन्नु नि अद फलेको छ यत्रो यत्रै कोही यता मोबाइल हेर्दैछ काम यत्रो यत्रो नगरिकन ए काम गर्नु पर्यो गाली सुन्नु मलाई त अलिकति टाढो भयो त हो नि मोबाइल हेरेको हेरे गरौँ न हुँदैन हजुर मेरो श्रीमानले गाली गर्नुहुन्छ कि नचलाउनु पर्यो भने धेरै मोबाइल हेरेर आँखा बिग्रिन्छ भन्छ नि त यो बित्थामा बुढोको भन्नु ए त साह्रै गाली गरेर जान्छ नि मलाई त गिलास चाहिँ खोइ गिलास खोइ हो मेरो गिलास त उहाँ रहेछ नि होइन यहाँ बाहिरको गिलास तिमीहरूको चिया खाने तातो पानी खाने गिलास यही हो अहिले यसमै दिन्छु भुलाउनु पर्छ हालिन्न माटो सरफ खाने टाउकै दुख्यो मेरो त के अब यस्तो गरमतिर घुम्न जानुपर्छ के पुरा रिजोर्ट सिजोर्टहरू ठन्डा ठन्डा मेरो यस्तो गरेर बस्ने
त झन् कटाउने ठन्डा खाइएको छ अब ज्वाइँहरू पनि यहीँ छेउमै छ बलम भने आवाज छैन कटाउने बेला भयो बहिनी ज्वाइँ छोरी ज्वाइँ छोरी ज्वाइँ उता बहिनी ज्वाइँ उता बहिनी गयो यता म मात्रै पो जिउँदो भयो त भाइको लागि चाहिँ खोज्नै पर्छ फेसबुकमा युट्युबमा एउटा त्यहाँ पनि राख्नु पऱ्यो नि यस्तो छ भने त कमेन्टमा भनिदिइहाल्नुहोस् कमेन्टमा भन्नु के अरे केमा भन्नु अरे सब्सक्राइब पनि गरिदिनु नि त मनोज च्यानलमा च्यानल छैन कता गएर च्यानलको नाम मनोज च्यानल मरो च्यानल मरो च्यानल सुन्यो भने अहिले बर्बाद छ। राजेरामले के भन्नु दाजु बिहान फोन गर्दा राजीरामले के भन्छ अब पैसा अलिक ढिलो हुन्छ भन्छ नि स्कुलको बच्चाको पैसा दिएको छैन भन्नु पैसाकै कुरा आयो जरुरी छ सबैलाई पैसा कतिजना हामीलाई एकदम जरुरी छ त धेरै हामीले चाहिँ मलाई झन् जरुरी अब आसाम अब फेरि भतिज नेपाल जाँदैछ होइन उसलाई पनि त पैसा दिएरै पठाउनु पऱ्यो खर्च दिएर पठाउनु पऱ्यो खर्च अलिक हल्का दिएर पठाउनु पर्ने अलिअलि खर्च अब वर्ष दिन बस्दैछु यो राम्रो यो राम्रो यो त बुढी पनि छ अब अदरको भाउ थियो भने त 4-5 बिरा आउनु यो कुन चाहिँ राम्रो बस्दा यो थिएन कुन चाहिँ थियो वा छ त नि बस्नु त्यो नराम्रो नराम्रो हो त्यो होइन राम्रो हुँदैन राम्रै हुनुपर्ने ए एकैचोटि बोरामा हाल्ने राम्रै हो डाइरेक्ट एकैचोटि बिरा फेरि बार होइन भरे उठाउनै पर्ने हो र एकैचोटि बरामा त हालेको त हाम्रो तर के गर्नु बोरा गरेर फेरि बाहिर निस्क्यो म भन्छु नि यो नराम्रो भनेर राम्रो हो न हो मैले पनि हेरेँ राम्रै देखेँ ल गाइसहरूलाई पनि देखाउ न यहाँ गाइसहरूलाई राम्रो बस्दा सम्झेर हालेको त यस्तो भयो आँखा पनि ब्रान्डेड वस्तु अरे म त डबल काम यतादेखि हालेको उतादेखि निक्लिस आयो यो राम्रो छ ल भाउजू पुरा बात बिचरा भाङ्गा निस्क्यो उठ्दा त्यो पनि त्यस्तै यो राम्रो छ नले म त डबल काम भयो भाइ उठाउ बचिया नहेरेर That is your fault, man. तिमी चाहिँ हेर्न चाहिँ कहाँ थियो आँखा चाहिँ होइन के भएको मैले नि अघि राखेको भैया where are you भन्दै अनि यहाँले लगाउने पनि राम्रै देखेँ मैले फेरि मैले यसो यसो गरेर धर्दै थिएँ बस्दा त ठिकै थियो यो दे त कस्तो भएर कहाँ चल्यो ए भाइ यो पनि हाल्दियो यो पनि हाल्छ दिदा हजार पारा खान्छ अब यसपालि भाइले कति 3 क्विन्टल रोप्ने अरे भाइ 4 लानु पर्ने छ 3 क्विन्टल होइन 4 3 क्विन्टल रोपेर अर्को साल कति क्विन्टल फलाउने 40 क्विन्टल खोइ द हेरौँ न फलिदियो भने त राम्रै हो फल्छ नि 3 क्विन्टल रोपेर 40 फल्छ र होइन राम्रो जग्गा भन्दा फल्छ पनि त त्यति फलिदियो यहाँ भने कति त क्विन्टल लगाउनु भएको छ दाजु यो अहिले खन्ने गरेको पुरा बारी कति क्विन्टल रोप्नु हामी त जोखेन नि त त्यो छैन अन्दाज कस्तो छैन त भाइ हाम्रो कुनै जग्गा जोखेकोले गर्दाखेरि पनि यहाँ फेरि गाह्रो भयो यो लगभग कति जति जाला भन त अन्दाजी दाजुले भनेको कुरा पुरा हो 40 क्विन्टल भनिदियो त्यति निस्क्यो भने डाइरेक्ट आउँछु दाजुलाई 1 क्विन्टल 2 क्विन्टल सिधा इनाम इनाम के छ इनाम यो इनाम अहिले भन्दैन एकदम गोप्य राख्नुपर्ने फलिदिएर अझ फेरि दाजुले इनाम दिनु पर्छ उल्टो साली पनि दिनु दाजु भरे न्याय माग्नु हुन्छ मेरो साथ अन्याय भयो भन्दै नमाग्यो त्यसरी त्यो इनाम चाहिँ अब गोप्यमा छ गोप्यमा सिक्रेट दाजुले सिक्रेट एक साल वेट गर्नुहोस् के रे सिगरेट खानु भन्छ अनि सिगरेट खानु के छ हौ त्यस्तो एक साल त के बसिरहेको तिम्रो चप्पल डेटो म बाहिर गएर चप्पल खत्ता ब्रान्डेड छ म चप्पल घरबाट
कति कति लामो खुट्टा मेरो त खोइ कहाँ छ बिचमै खुट्टामा हराउँदै छ चप्पल तान्ने मलाई पनि ठुलो हुन्छ अलिकति ठुलो हुन्छ छोरी मान्छेको छोरा पनि छोरी मान्छे देख्दैन नि फेरि यसको दिदीको पुनामको हामीहरूलाई ठुलो हुन्छ त्यसको चप्पल त्यस्तो खालको खुट्टा ठुलो छ हाम्रो मायाको पनि त हुँदो रहेछ यस्तो छोरी मान्छेको कस्तो ठुलो छ पुनामको हामीलाई त अझै हड लागे भइरहेको रात छ मलाई त पुनाम लम्बो म त हेरेको हेरेँ हामीलाई ठुलो भइरहेको चप्पल सबैभन्दा लम्बो जाने कुन खालको लाने चप्पल लेकिन त्यस्तो सुहाउँदैन हो धेरै लम्बो छोरी मान्छेले भयो होइन अब त्यतिकै भएर नि बढेर भने चाहिँ ठिकै हुन्छ त्यसलाई म्याच गर्छ यो ठिक्का मोटी पनि छैन ठिक्का छ त्यसको त्यस्तो म आज जानुपर्ने एक्टिङ मोटी हुन्छ नि हुनसक्छ अक्ली पनि ठिकै हुन्छ मान्छे फिट हुन्छ लेकिन अग्लो मान्छे त्यस्तो मान्छेलाई पुलिस ड्रेसमा हो खतरा म्याच छ खतरा सुट गर्छ हुन्छ गाइस भिडियोमा बनिराख्नु होला फेरि फेरि यस्तै भिडियोमा रोचक भिडियोहरू अदुवाबारीको खेतीको मकैबारीको पनि म बनाउनेवाला छु अदुवा कसरी रोप्यो अदुवा कसरी रोपिन्छ त्यो पनि म अस्ति हल्का देखाएको थिएँ त्यो चाहिँ अब अदुवा रोपेर पुर्दै गरेको चाहिँ देखाएको थिएँ तर अब फेरि देखाउँदाखेरि चाहिँ रोप्दै गरेको चाहिँ देखाउने छु अनि अहिले चाहिँ अब यो रोप्नुको लागि नै खनेको अदुवा हो यो त्यही कारणले हामी सबैजना यहाँ मेरो भाइहरू सबैजना भएर हामी अहिले सफा गर्दैछौँ यो अदुवा यो बोरामा हालेर ल अहिलेको लागि चाहिँ सबैलाई बाई बाई भरे भेटौँ कसैले चाहिँ अब यो बोरालाई धेरै तरिकाले बोलाउँछ नाम कसैले चाहिँ बोरा भन्छ कसैले चाहिँ बस्ता भन्छ त्यही हो बुझिदिनु ल त बाई